न्युजिल्यान्डमा ग्रीन लिस्ट कोर्समा आए पछाडि त सबै चिज भइहाल्छ भन्ने टाइपको कन्फ्युजनमा हुनुहुन्छ, अथवा न्युजिल्यान्डमा ग्रीन लिस्टको कोर्समा अप्लाई गर्दै हुनुहुन्छ अथवा आइसक्नु भएको छ भने यो रियल फ्याक्टहरू हजुरले थाहा पाउनुहोस्। फर्स्टमा त न्युजिल्यान्डमा सर्टिफिकेट लेभल 4, डिप्लोमा लेभल 5, डिप्लोमा लेभल 6 र डिप्लोमा लेभल 7 को क्वालिफिकेसन छ र यो क्वालिफिकेसन ग्रीन लिस्टमा छ भने तपाईले पोस्ट स्टडी वर्क भिजा त पाउनुहुन्छ, तर त्यो क्लोज पिएसडब्ल्यू हो, रेस्ट्रिक्टेड पिएसडब्ल्यू भन्छ त्यसलाई। त्यो बेलामा हजुरले आफ्नो अकुपेसन भन्दा बाहिरको ठाउँमा काम गर्न पाउनुहुन्न। जस्तो तपाईँ ग्रेजुएट डिप्लोमा हाइवे इन्जिनियरिङ भनेर कुनै कोर्समा आउनुभएको छ भने तपाईँ कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजर अथवा त्यससँग रिलेटेड जब मात्रै पाउनुपर्ने हुन्छ। सो यो कारणले गर्दा ग्रीन लिस्ट कोर्स चुज गर्दा अलिकति विचार गर्नुहोला। र यदि तपाईँ यस्तो खालको नन डिग्री क्वालिफिकेसनमा आउनुभएको छ र तपाईँको पार्टनरसिपलाई ल्याउँदै आफ्नो डिपेन्डेन्ट पार्टनर ल्याउँदै हुनुहुन्छ भने पार्टनरसिप बेस्ड भिजिटर भिजा मात्रै पाउँछ। सो तपाईँको डिपेन्डेन्ट पार्टनरले काम गर्ने राइट हुँदैन। र अर्को सेकेन्ड फ्याक्ट भनेको ग्रीन लिस्टमा यदि हजुर आउँदै हुनुहुन्छ ब्याचलर लेभल अथवा पोस्ट ग्रेजुएट डिप्लोमा लेभलमा आउँदै हुनुहुन्छ भने यस्तो कन्डिसनमा चाहिँ तपाईँले ओपन वर्क भिजा पनि पाउनुहुन्छ र तपाईँको पार्टनरसिप बेस्डको वर्क भिजा नै हुन्छ। यदि तपाईँले अब ग्रेजुएट डिप्लोमा लेभल 7 को कोर्समा आउँदै हुनुहुन्छ भने यस्तो कन्डिसनमा तपाईँको पार्टनरको वर्क भिजा हुन्छ, तर तपाईँले पिएसडब्ल्यू चाहिँ क्लोज पाउनुहुन्छ। सो ग्रीन लिस्टमा आउनुभन्दा पहिला यो कुराहरू बुझेर मात्र आउनु।